र म यस्तो ठाउँ देखाउँदैछु जहाँ चाहिँ स्कुटीमा चढेर बजार जाने, अफिस जाने, स्कुल कलेज जाने होइन, स्कुटीलाई चाहिँ बोकेर दोहोऱ्याएर निकाल्नु। यो भिडियो चाहिँ हो तकभर समष्टि अन्तर्गत छिपछिपे लाप्चे बस्ती, लिम बस्ती, सिङ्ला छुटिने ठाउँ। आज म अचानक यहाँ पुगेको थिएँ, अलिकति पानी पनि परिरहेको थियो अनि झट्ट हेरेँ यो सडकमा गाडी पसिरहेको छ, स्कुटी बाइक पसिरहेको छ अनि मनमा झट्ट सोचेँ, अरे यो रोड त हिजो अस्ति मात्र मैले सुनेको थिएँ 12.5 करोड कि कति स्याङ्सन भएको अरे अनि बनाइसकेको भन्छ। अनि बनाइसकेको भनेको अचम्म खाले कस्तो खाले चाहिँ बनायो भन्ने मैले सोचेँ। यहाँ हेर्नुहोस् त, स्कुटी पनि बोकेर निकाल्नु पर्ला जस्तो छ, गाडी चढेको छैन, हिलो छ। अनि 12.5 करोडमा चाहिँ हाम्रो यो तान्त्रिक विकासे मोर्चाको माटो बिछ्याछ कि जस्तो। अब भन्नुपर्दा हिजो मात्रै मैले सुनेको थिएँ यही ठाउँमा गाडी एक्सिडेन्ट भयो भनेर। अब के हो भन्दाखेरि यो विषयमा चाहिँ मैले भिडियो बनाएर बोल्नु नपर्ने हो। यसो हेर्दाखेरि यो क्षेत्रको पञ्चायत मेम्बर, पञ्चायत समिति, पञ्चायत प्रधानहरू बोल्नुपर्ने, सँगसँगै यो क्षेत्रको हाम्रो क्षेत्रीय सभासद बोल्नुपर्ने। तर मलाई थाहा छ यिनीहरू बोल्दैन भनेर होइन। अब भन्नु पनि केही छैन, किनकि बोलोस् पनि कसरी, किन भन्दाखेरि यो जहाँनिर हिलो भएर गाडी डिस्टर्ब भइरहेछ यसको अलिकति तल मात्रै बसोबासो गर्ने एकजना नेता छ, जो नेता चाहिँ हाम्रो प्रजातान्त्रिक मोर्चाको सब डिभिजनको प्रेसिडेन्ट। अब दार्जिलिङ सब डिभिजनको प्रेसिडेन्टको घरमाथि 12.5 करोडमा बनाएको बाटो जस्तो छ। अनि यसमा कसरी चाहिँ प्रतिक्रिया दियोस् त हाम्रो प्रधानहरूले, उपप्रधानहरूले, सम्बन्धित समिति र पञ्चायत सदस्यहरू। अब सभासद त बोल्ने कुरै आएन, विपक्षको पर्यो। विपक्षको सभासद छ, उहाँ सायद मलाई लाग्छ जति सक्दो उहाँ बोल्नुहुन्न, किनभनेदेखि विभिन्न क्षेत्रहरूमा उहाँको क्षेत्रमा यस्तो प्रकारको कामहरू, घोटालाहरू भइरहेको छ। अनि उहाँलाई म कम्ती मात्रामै देखिदिएको, जहाँसम्म चाहिँ देख्दिनँ। अनि यो क्षेत्रमा बस्ने विकासे मोर्चाको लिडरलाई किन मतलब छैन? उहाँलाई मतलबै छैन यो बाटो भत्कोस् कि चिप्लोस् कि गाडी एक्सिडेन्ट होस् कि जे होस्। त्यो चाहिँ किन भन्दाखेरि उहाँको घर लिम बस्तीमा हुँदै पनि उहाँ यहाँ बस्नुहुन्न। उहाँ बेसी जस्तो चाहिँ दार्जिलिङ सहरमै बस्नुहुन्छ। अनि उहाँलाई यहाँनिर बाटोमा चिप्लो भएर बिरामीहरू चाहे हस्पिटल पुग्नु नपाओस्, चाहे विद्यार्थीहरू स्कुल पुग्न नपाओस्, उहाँलाई के को मतलब? उहाँको छोरा त स्कुल जानु पाइहाल्छ, उहाँको परिवारहरू दुख बिमार भयो भनेदेखि हस्पिटल पुग्नु नजिक पर्यो। अनि कसैलाई समस्या हुन्छ भनेदेखि त्यो त यो तकभर समष्टिको, विशेष गरेर सिङ्ला, लाप्चे बस्ती, लिम बस्ती अनि तल गएर बढ्नसबेक यो क्षेत्रको गरिब दुखी जनतालाई त हो। अनि जनताले दुःख पाउँदा नेतालाई के को मतलब होइन र? उहाँलाई के को मतलब? उहाँकोमा त सबै कुरो छ, सबै सुख सुविधा छ। अनि कोही यदि भोलिको दिनमा अस्पताल लानु ढिलो भएर मर्छ भनेदेखि को मर्छ? जनता मर्छ। अनि जनता मर्छ भने मरिरहोस्, के को मतलब नेतालाई? उहाँले त पाइहाल्यो होला यहाँबाट पनि केही छ। अनि त्यस्तो छ है सर। अनि हाम्रोहरूले चाहिँ ढोल पिट्छ कि विकास 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 भनेर। अनि हाम्रो कतिपय तकभर समष्टिमा पनि अब दाजुभाइहरू यस्तो छ कि छिट्टो नेताको नाक थापेर ओर्लिन्छ है। अब सामाजिक सञ्जालमा के अरे कमेन्ट गर्नु। अनि म चाहिँ ती दाजुभाइहरूलाई के भन्न चाहन्छु भनेदेखि, तपाईँको नेता त बजारमै छ। अनि दुख बिमार भएर तपाईँको घरमा केही असुविधा भयो भने यो बाटोमा त तपाईँको दुख बिमारी, तपाईँको परिवारको मान्छे पसिन्छ होइन, नेताको पसिँदैन। त्यसैले सबैहरूले पनि आवाज उठाउनुहोस् है दाजुभाइ हो। यसो कमसेकम नेतालाई भन्नु सकेन भने पनि डिपार्टमेन्टलाई किन यस्तो बाटोमा किन हेलचेक्राइ भयो भनेर प्रश्न उठाउनुहोस् भन्ने